हेलो गुड मर्निङ एभ्रिवान। यहाँ सबैजनालाई नमस्ते। हाम्रो च्यानलमा फेरि पनि यहाँलाई स्वागत छ एन्ड विश यु अल मेरी क्रिसमस। Merry Christmas, guys. मेरी क्रिसमस एभ्रिवान एन्ड इन एडभान्स जो हेरिरहनु भएको छ यहाँ सबैजनालाई ह्याप्पी न्यू इयर 2026 एज वेल। यहाँहरूको 2026 एकदमै राम्रो होस्, एकदमै सोचेको सबै चिजहरू पुरा होस् हामी सबैजनाको, यहाँहरू सबैजनाको। र अहिलेको लागि चाहिँ हामी बाहिर जाँदैछौँ। लेट्स गो। वाउ अप्सरा बाहिर यति मजाले हिउँ परेको रहेछ। बिस्तारै है। सर त्यति राम्रोसँग परेको छैन किनकि यो बुढाइस भयो होला, तर फेरि पनि यस्तो के तर त्यति मजाले पनि परेको छैन। वाउ वाउ यो चाहिँ क्यालिफोर्ड हो। हामी चाहिँ एउटा क्याफे सप खोजिरहेको छौँ। अहिले चाहिँ बिहान भएर चाहिँ त्यति मजाले खोलेको छैन। त्यो अगाडि नेपालीहरू हुनुहुन्छ। अप्सरा चिसो लागेको छैन? एकदमै चिसो हावा चलिरहेको छ। हामी नेपालीहरू त्यहीँ काम जाँदै हुन्छ सायद। बोलिरहेको छ। ल ल छिटो 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 ट्याक्सी आयो। त्यहाँ अगाडि चाहिँ युनिभर्स मन्डल छ होइन, त्यहाँ चाहिँ नजाने एकदमै धेरै चिसो छ। अप्सरा चिप्लो पनि छ, यस्तो छ यस्तो छ क्या, पुरै बरफ बरफ छ। हामी चाहिँ अलिक केयर भएर हिँड्नु है। ओके सब चिजहरू बन्द भएर हामी साइकल गर्न सकिरहेको छैन। अब एकछिन भइरहेको छ। अब एकछिनमा खुल्छ। मौसम यस्तो छ एकदमै धेरै जाडो भएर यसरी चाहिँ अप्सराले दिएको न्यानो स्वेटर यो चाहिँ मैले हिजो लगाएको। एकदमै कम्फोर्टेबल पनि छ अनि यो टोमीको ब्रान्ड पनि हो। त्यस्तो त नभन्छ लागिरहेको छ, तर चिसो छ एकदम धेरै। बेलुकाको भ्यू चाहिँ एकदमै राम्रो हुन्छ यहाँनिर। अब जस्तो जस्तो छ, अब आई मिन जस्तो मौसम छ त्यस्तै ड्रेसअप त हुनु परिहाल्यो। तर रातो भएको छ, त्यसरी पन्चा लगाउनुपर्छ। गाडीहरू हिँडिरहेको छ। यता चाहिँ हुन्छ क्या कफी सपहरू। अहिले खुल्ने टाइम भएन क्या यो चाहिँ, या कि 10 बजीतिर हुन्छ। फोटो यहाँनिर खिच्ने। ल अहिले एकछिनको लागि चाहिँ राख्नु, फोटोसोटो खिच्यौँ है त। यो चाहिँ चर्च साइड है, यति राम्रो प्रे गर्न आउनुहुन्छ। यो चाहिँ क्याफे हो, अहिले खुल्दैन, नाइटमा खुल्छ सायद। यस्तो राम्रो आउँछ क्या। अहिले आफ्नो चाहिँ भिडियो बनाएको छ। हाई हामी त्यहाँनिर जाउँ हो। जाडो चाहिँ एकदमै धेरै छ। मेरो हातहरू पनि यस्तो भइसक्यो, रातो भयो। अहिले अब
हिजोसम्म थिएन, आजबाट हो। आज चाहिँ क्रिसमस हो। त्यस्तो छिटो पर्ने कुराहरू चाहिँ अब चाहिँ ढिलो भएछ क्या। डिसेम्बर 25 पनि भयो, तर प्रे गरिरहेको छौँ त्यहाँनिर चाहिँ। त्यो चाहिँ चर्च है, कति राम्रो चर्च रहेछ त्यो ट्री। जाउँ है, हामी चाहिँ चर्चमा जान्छौँ होइन। अनि हामी त्यो सोचेर चाहिँ आएको थियौँ, तर जान्छौँ हामी चर्चमा चाहिँ। जाउँ है भित्र, जाउँ। त्यहीँभित्र चर्चभित्र गएको थियौँ अनि त्यहाँनिर प्रे गरेर आयौँ। एकदम खुसी लाग्यो, मन हल्का भयो। अनि आज जरुरी पनि थियो जानु पाएँ, एकदम खुसी लाग्यो। थ्याङ्क यू गड यो सबै चिजहरूको लागि, थ्याङ्क यू। एउटा सानो सरप्राइज छ अप्सराको लागि। मैले थाहा छैन, मैले सोचेको पनि थिएँ यसलाई यो सानो सरप्राइज दिउँ भनेर। अनि त्यो चाहिँ यो हो। म चाहन्छु कि यसलाई होइन चर्चकै प्रार्थना पनि भयो चर्चकै अगाडि। मलाई चाहिँ एकछिन हेल्प गर्नु पऱ्यो। खै रोक, म हेल्प गर्छु। के भयो, धेरै नै छ? कहाँ हो हजुर? ए नेपाली हुनुहुँदो रहेछ हजुर? हाम्रो पनि काठमाडौँ नेपालगञ्जतिर नै हो। नेपालगञ्जतिर नै हो। हजुरको नाम? विनोद बुढाथोकी कि? ए यहाँनिर चाहिँ हाम्रो नेपाली दाजु भेट्नु भएको छ है। ह्याप्पी क्रिसमस, मेरी क्रिसमस। ल आज छुट्टी छैन हजुरहरूको? छैन, हजुर छुट्टी दिनै छैन, होइन है? फिक्स मात्रै हो। ल हुन्छ, ल भाइ। यता कफी सप चाहिँ कहाँनिर छ होला दाइ? कहिले खोल्ने छ? कफी यहाँ 5 to 2 खुला छ कि? त्यतातिर किन छैन? छैन, मैले यता ओल्ड टाउनमा के होला छैन है? छैन। कति बजीदेखि खुल्ला हुन्छ आज त भन्नै सकिन्न, भन्नु सकिने। आज त किन क्रिसमस हो, क्रिसमस भएर सबै बन्द बन्द हुन्छ। ओके 2 बजेपछि। हुन्छ, थ्याङ्क यू दाइ, टेक केयर। होइन ग्लभ्स लगाउनु छ मैले, ग्लभ्सहरू लगाएर काम गर्नु कि यस्तो चिसोमा हेर्नु त। यसमा के छ यो भित्र? सिसा। ओहो हो हो, यस्तरी तान्न म हेल्प गरिदिन्छु नि तपाईँलाई। ऊ त्यसो भए कहाँसम्म लाने भन्नु त? नि हो ए यो रोक्नु, म तानिदिन्छु रोक्नु है। रोक्नु, यस्तो यस्तो गर्नु नि, यस्तो यसले गर्दा यस्तो गरी तान्नु र यस्तो तान्नु त। त्यो भारी काम गर्नुपर्छ भयो है। ल दाइ, नाइस टु मिट यु, खुसी लाग्यो। ल एकजना दाइ भेट्नु भएको थियो, बिचरा यति ठुलो डब्बा आइस 950 छ के छ, एकदम तानिराख्नु भएको। जोइन्ट खोलेको छ नि। अनि म कहाँनिर थिएँ, अनि त्यो चाहिँ सरप्राइज होइन, उसको लागि सानो गिफ्ट थियो।